अरे ए गाडीहरूलाई रोजगार दिनु पर्यो है सरकार। हेलो गाइज, वेलकम टु माई ब्लग। तपाईँहरू सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। तपाईँहरूले लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। तपाईँहरू आरामै हुनुहुन्छ भन्ने आशा छ। म पनि एकदम सन्चै छु। म चाहिँ अहिले भर्खर नुहाएर बसिरहेको। नुहाएर घाम ताप्दै बसेको। अब तातो घाम आउनु थाल्यो नि, शीतलमा बसेको। मेरो बहिनीमा टमाटर काट्दैछ। यहाँनिर गोलभेडा, टमाटर त होइन गोलभेडा भन्छ, गोलभेडा। सबैजना आफ्नै काममा व्यस्त छ है साथीहरू। अब भोलि चैते दसैँ हो, मम्मीमा घर लिप्नु हुँदैछ। लो गाइजहरू, यतातिर नि बाँदर पो आउँदो रहेछ हौ। खोइ कहाँ छ, अलिअलि देखिरहेछ। उहाँ पर छ, देखिँदैन मजाले। उहाँ एउटा भागो भागो बजिया भागो भागो। उहाँले छेउमा त कति हो कति हो। के खाँदैछ? चुइगम खाँदैछ? के खाँदैछ अरे? ए के खाँदैछ अरे अनुष्का? ओ अनुष्का के खाँदैछ अरे? के खाँदैछ अरे? ओ आमा लो लु बाँदर, आमा लु घर छेउमा बाँदर पो आउनु थालेछ। आरबे आरबे यता हेर, हाँ भन्छस्? आरब के आएको? के आएको अरे? बाँदर आएको? ए चढ्यो गाछीमा? लु बाँदर लु कुदेको छाइ छाइ। अरे बेरोजगारीहरूलाई रोजगार दिनु पर्यो। बेरोजगारी एउटा, बेरोजगारी दुईटा, तिनवटा बेरोजगारीहरूलाई रोजगार दिनु पर्यो है सरकार। ए प्रिन्स हेर त मेरो छोरालाई झिङ्गाले। प्रिन्स प्रिन्स हाँसिदेऊ हाँसिदेऊ प्रिन्स। खै हाँसेको? खै हाँसेको हौ? आमामा आफ्नै सुरमा खेल्छ, आफ्नै सुरमा। चैते दसैँको मेरी कति किलो लु खाइस्? ओइ मेरी ने चिची चिची भन्। खै चिची भनेको? सुँगुर चाहिँ काटेन नि? मासु नपुगेर 8,000 भन्दैको अरे पोल। के अरे आज काटेको बिहान 10,000 को पुगेन अरे। लो मेहनत मात्रै गएछ, नबढेपछि त्यस्तै त हुन्छ। आज कुखुराको मासु पनि ल्यायो हटियाबाट। त्यो हेर्नु है बोटुको लिएर आएको त्यसले। हे प्रभु हेर्नु त त्यसलाई। पाक हुन्छ नि खानु ल। म पोल दिन्छु पक, म पोल चाहिएको। यहाँ त चिची काट्नु हुँदै। प्रिन्स तिमी नि चिची खाने? हेर त बेलुन फुलाएको, बेलुन फुलाएको। बेलुन एकलौटी बुहारी तरकारी पकाउँदैछ। खै कस्तो पकाउँदैछ? बहिनीलाई पकाइदिएको बुहारी हो। बुहारी हाम्रो घरको बुहारी हो। तरकारी पकाउँदैछ। कम्ता मिठो तरकारी पकाउँछ मेरो भाइले। कट हाल्ने कट आयो, मर्छु कि क्या हो त। फेरि हाल हाल मसला हाल्ने स्टाइल, हर्दी हाल्ने स्टाइल।
यता हात एकचोटि ओइ आमा यसलाई दिदी ब्लग बनाउने भाइ के गरिस् तरकारी पकाउने कम्ता मलाई सुहाएको छ यस्तो कुरा यता हेर्नु ओइ कलर हेर्छु कलर त मिलाएर लाउनु कमसेकम लुगा कस्तो खतरा पकाउँछ मेरो भाइले आमामा झोल पनि हाल्ने हो र यो चाहिँ बहिनीलाई मात्रै हो क्या बहिनीलाई आगो मासु खाँदैन अनि हामीलाई त नआगो मासु छ नि बहिनीलाई आगो मासु खाँदैन एलर्जी हुन्छ अरे हामी त खान्छौँ जेको पनि मासु भन्दाखेरि जेको पनि चाहिँ खाइँदैन है मम्मीको तरकारी यता भाइको तरकारी त्यता ए आमाको तरकारी ए छोराको तरकारी त्यता आमाको तरकारी यता हामी चाहिँ कुकरमा गालेर खाएको राँगेको मासु